सबैलाई नमस्ते। म आज बुढीलाई एउटा मनको कुरा सोध्न चाहन्छु। बुढीको रिएक्सन कस्तो आउँछ सबैले फुलवाज गरी माया गरिदिनु होला। बुढी, म यस्तो नसक्ने मान्छेसँग बिहे गरेर तिमीलाई कुनै पछुतो छैन? तिम्रा रहरहरू केही पुरा हुन पाएको छैन अहिलेसम्म? छैन, कुनै पछुतो छैन। माया गरेको मान्छेहरू रहरहरू त बिस्तारै पुरा गर्दै जाउँदा नि। अनि हाम्रो बारेमा तिम्रो माइततिर तिम्रो साथीहरूले राम्रो नराम्रो धेरै कुरा गर्छन् होइन? अनि तिमीलाई कुनै पछुतो लाग्दैन त्यस्तो? सबैले अब टिकटकमा पनि के राखेछन्, कसो राखेछन् भन्दै प्रोफाइल भ्यू गर्ने, फेरि फलो नगर्ने, के गरेछन् कसो गरेछन् एकदम चर्चा गर्न खोज्ने गर्छन्। तिमीलाई त्यस विषयमा केही पछुतो छैन? दुनियाँको कुरा नसुनेको हो, अरू तपाईँ र म मिलेर अगाडि बढ्ने हो, अरूको मतलब नहुनुहोस् अनि यहाँ बोलिरहन्छ।